पीने के बाद होश खत्म हो जाता है। अगर पीना हो तो थोड़ी तो बुद्धि लगाओ, अपने आप को झांको तो सही। अगर पीने की ही इतनी तुम्हें पड़ी है तो फिर कृष्ण नाम का मद पियो ना, कृष्ण नाम का प्याला पियो ना। मान्छे अविश्वस्त भयो, मान्छेले विश्वासघात गर्न थाल्यो। पशु भन्दा घिनलाग्दो काम मान्छेले गर्न थाल्यो। आज दिल्लीमा नौकर चाकर राख्न अप्ठ्यारो हुन थाल्यो। दिल्लीमा स्मृति को पता है दिल्ली की कहानी, तुम जानती हो दिल्ली की हालात क्या है। हर रोज न्यूज़पेपर पर आता है कि इस नौकर ने मालिक को गंडा से मार डाला, खुकुरी से काट डाला, तलवार से काट डाला। हर रोज एक आदमी दूसरे आदमी के लिए अविश्वस्त हो रहा है। विदेशहरुमा म 20-22 वर्षदेखि परिक्रमा गर्दछु। विगत लगभग 10 वर्षदेखि कुकुर पालन योजना बढिसकेको छ। हर घरमा एउटा कुकुर, एउटा डग। मान्छेको विश्वास छैन। विदेशों में तो हालात ये हो गया है कि अपने परिवारों का विश्वास कम होता जा रहा है। मुस्कुराने के लिए, साथ देने के लिए अब कुत्तों और बिल्लियों को साथ रखना पड़ता है। तो विश्वास करो, तुम्हारी औकात कहां चली गई। तुम करोड़ों रुपया के गाड़ियों में घूमते हो, लेकिन तुम्हारी औकात कहां चली गई है। तुम आईने पे देख करके श्रृंगार करते हो, कभी अपने मन को तो टटोलो मेरे भैया। कभी अपने आप को झांकने की चेष्टा तो करो, अपनी औकात को आंकने की चेष्टा तो करो। यो सारा घिनलाग्दो काम कसले गर्यो? यो मान्छेले। हामी आफूलाई धेरै बाठा सम्झिन्छौँ, हामी आफूलाई चतुर सम्झिन्छौँ, तर विश्वको मापदण्डमा हामी पशुबाट तल उत्रिँदै आउँदैछौँ। हामीले यदि यो समयमा आफूलाई अलिकति उकाल्ने प्रयत्न गर्यौं न भने भोलि पशुहरू हाँस्छन्, हैवानहरू हाँस्छन्। ध्यान राख्नुहोस्। हामीलाई थाहै छैन कति बजी सुत्ने, कति बजी उठ्ने। गीता युक्ताहार विहारस्य युक्त चेष्टस्य कर्मसु युक्त स्वप्ना भवोधस्य योगो भवति दुःखः। पक्षीहरू साँझ परेपछि आफ्ना घोंसलामा आउँदछन्। पशुहरू चर्न गएका, मैले गाई चराएको छु, मलाई थाहा छ गाई चराउने अभ्यास। गाईलाई चराएर, गाईलाई चराउँदाखेरि जस्तै राम्रो घाँस भए तापनि, जति हरियाली घाँस भए तापनि सन्ध्या काल भएपछि गाईहरू त्यो कलिलो हरियो घाँसलाई छोडेर निवृत्त हुन्छन् आफ्ना गौशालातिर, आफ्ना गोठतिर। सन्ध्या भयो, जति खाइयो खाइयो, भोलि खाउँला। पेट भरिएको छैन भने केही छैन, आश्वस्त छु म। पशु पक्षी प्राणीहरू सबैलाई आफ्नो आफ्नो स्थिति थाहा छ, तर हामीलाई हाम्रो स्थिति थाहा छैन। मैले बार बार प्रवचनमा निवेदन गरेको छु, तपाईहरु पैसाको मालिक बनिनुहोस्, दास नबनिनुहोस्। तुम पैसों के गुलाम हो गए। तुम्हें ऐसा लगता है कि बैंक का अकाउंट
अपने दराज में रखे हुए गड्डी के गड्डी पैसे उसके मालिक हो, उसके तुम चौकीदार हो। जब ऐसा महाअभियान शुरू होता है, आपका हृदय द्रवीभूत नहीं होता है। कुनै महायज्ञ हुँदाखेरि हृदय द्रवीभूत भएर आफूले राखेको कुरो त्याग र समर्पणका लागि खोलिएन भने त्यसले के गर्छ? त्यसकारणले हामी गुलाम होइनौं। तासमा तपाईहरुलाई थाहा छ नि, तपाईहरु त तासको पण्डित हुनुहुन्छ। तपाईहरु कृष्ण कन्हैया लाल की। मैले सुनेको छु नेपालमा हाम्रा दिदी बहिनीहरु पनि निकै तासमा दक्ष छन् अरे। मेरा कति श्रोताहरु कोही बेला पुग्दैनन्, म कानमा सोध्दछु कहाँ गए भन्दैनन्। होइन, मलाई कानमा खुसुक्क भन भन्दा अरे ताश तुम्हें सत्यानाश कर डालेगा। तुम समझते हो कि ताश को तुम खेल रहे हो? बेवकूफ हो तुम, बुजदिल हो तुम। ताश तुम्हें सत्यानाश कर रहा है। ताश के पत्ते एक दिन ताश के पत्ते की तरह तुम्हें नरक में ले जाकर ठिकाने लगा देगा। क्या समझते हो? हाथ में बोतल लेकर के, रंगीन प्याले लेकर के ऐसा समझते हो कि हम बुद्धिमान है? बेवकूफ। तुम नहीं जानते हो नेपाल की दुर्दशा, ये इतनी बड़ी विरासत, 200 वर्ष की दुर्दशा शराब के बोतलों ने भ्रष्ट कर डाला है। क्या है? पीने के बाद होश खत्म हो जाता है। अगर पीना हो तो थोड़ी तो बुद्धि लगाओ, अपने आप को झांको तो सही। अगर पीने की ही इतनी तुम्हें पड़ी है तो फिर कृष्ण नाम का मद पियो ना, कृष्ण नाम का प्याला पियो ना। ये क्या करेगा? जीवन की तृष्णा। अगर एउटा गाउँको सामन्त, पहिले भारतमा ठाकुर साहेब हुन्थे। ठाकुर साहेब भनेको 10-15 वटा गाउँको राजा। पहिले त राजा सत्ता धेरै थियो। ठाकुर साहेब घोडामा चढेर कहीँ जाँदै हुनुहुन्थ्यो। एउटा बुढी माता गाउँको बाहिरपट्टि उदास चित्त भएर बसेकी थिइन्। ठाकुर साहेब घोडा लिएर जाँदा बडा दयालु थिए। बिचारा यी आमैलाई के तकलिफ छ। घोडाबाट उत्रेर विवेकी ते राजा साहेबले प्रणाम गरे। माँ प्रणाम, के भयो? तपाई किन आज अँध्यारो अनुहार लगाएर बस्नु भएको छ? ठाकुर साहेबले सोध्दा ती आमाले भन्नुभयो, मेरो एउटा सानो बालक ज्वरो आएर हैरान भयो। दिन रात ज्वरो आएको छ। मैले हजारौं दबाईहरू गर्दा पनि मेरो छोराको बिमारी ज्वरो जान सकेन। ठाकुर साहेब, राजा साहेबले भन्नुभयो, आफ्नो गोजीबाट एउटा सानो दबाईको बोतल निकाल्नुभयो। ठाकुर साहेब त्यो राजा साहेबले ती आमालाई त्यो सानो बोतल पकडाइदिनु भयो। आमा, बिहान 2 बिरको, बेलुका 2 बिरको, सुत्ने बेलामा 2 बिरको पिलाइदिनु, यसले ज्वरो खत्म हुन्छ। ती माता कृष्ण की परम भक्त थिइन्। उनले बोतल लिइन्, एउटै पैसा खर्च नगरिकन पाइन्। खुसी लाग्यो। तर उनले जाने बेलामा ठाकुर साहेब घोडामा चढ्न आँट्नु भयो। पहिले घोडा चल्थे नि, आजको मर्सिडीज, हिजोको घोडा।
घोडाका प्रकारहरू जातिहरू हुन्थे। लाख लाख रुपियाँका लाखौं लाखौं रुपियाँका घोडा हुन्थे। राजा साहेब घोडामा चढ्न आँट्नु भयो। आमा अरु केही तकलिफ भयो भने दरबारमा आउनु होला। हुन्छ साहेब। तर हिँड्ने बेलामा त्यो बोतलको ढक्कन खोलेर यसो सुन्दा त तुरन्त ढक्कन लगाइन्। सर यो के हो? यसले मेरो छोराको ज्वरो जान्छ। यो त शराब हो, यो त रक्सी हो। यो सानो बोतलमा ठाकुर साहेब अलिकति बीचमा कोही कोही बेला 2-4 घुट लगाइहाल्नुहुन्थ्यो, गोजीमा राख्नुहुन्थ्यो र उहाँले दिनुभयो यो पियो अनि ज्वरो जान्छ। निश्चित रूपमा मैले सुनेको छु। ती आमाले सोध्नु भयो राजा साहेबलाई, राजा साहेब यो बोतलमा तपाईले रक्सी भर्नु भएको छ, यसले मेरो छोराको ज्वरो जान्छ। ठाकुर साहेबले भन्नुभयो, माता अरे यो बोतलको पानीले ज्वरो जाने कुरो गर्छौ? हाम्रा कत्रा ठुलठुला राजमहलहरू यो बोतलको पानीले सत्यानाश भएर गयो, खत्म भयो। आज हामी भिखारी जस्तो भएका छौं, यही बोतलको पानीले गर्दा सब गयो। ठुला ठुला राज सत्ताहरू यो बोतलको पानीले जान सक्छ भने तपाईको छोरोको ज्वरो जाँदैन र जान्छ? करोड़ों आदमी बह गए इस बोतल के गंदे पानी